नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ त्यो कालो दिउँसोको जसले भारतलाई हल्ल्याइदियो। 22 अप्रिल 2025मा जम्मू कश्मीरको पहलगाममा भएको एक भयानक आतंकवादी आक्रमण जहाँ 28 निर्दोष पर्यटकहरूले ज्यान गुमाए। आउनुहोस् यो पीडादायक घटनाको सम्पूर्ण कथा जानौँ तथ्यसहित। यो आक्रमण अन्तनाग जिल्लाको प्रसिद्ध बैसारन घाटीमा भयो, जसलाई मिनी स्विजरल्यान्ड पनि भनिन्छ। दिउँसो करिब 2:50 7 जना आतंककारी सेना पोसाकमा त्यहाँ पुगे। आतंकीहरूले पर्यटकलाई रोके, तिनको नाम र धर्म सोधे। जो इस्लामी आयतहरू पढ्न सकेनन् उनीहरूलाई गोली हानियो। यसको मतलब यो होइन कि इस्लामले आतंककारी सिकाउँछन्, किनभने आतंकीको कुनै धर्म हुँदैन र कुनै धर्मले आतंक गर्न सिकाउँदैन। किनकि स्थानीय पोनी ह्यान्डलर सैयद आदिल हुसेन शाहले बचाउन प्रयास गरे तर आफै शहीद भए। त्यो पनि एउटा मुसलमान थियो। यस हमलाको जिम्मेवारी दि रेसिडेन्ट फ्रन्ट TRF नामक समूहले लिए, जुन लस्कर ए तैयबा सहायक सङ्गठन हो। उनीहरूको दाबी थियो कि कश्मीरमा जनसङ्ख्या परिवर्तनको विरुद्धमा लडिरहेका छन्। घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरब भ्रमण छोडाए। गृहमन्त्री अमित शाह आफै श्रीनगर पुगे। राष्ट्रिय अनुसन्धान एजेन्सी भारतले कडा कदम उठाउँदै इन्डस वाटर ट्रेस्टी स्थानीय रूपमा रोक्यो, अटारी बाघा सीमा बन्द गर्यो र पाकिस्तानका सैनिक सल्लाहकारहरूलाई देश निकाला गर्यो। NIA ले अनुसन्धान सुरु गर्यो र संदिग्ध आतंककारीहरूको स्केच सार्वजनिक गर्यो। साथीहरू, यो हमला केवल कश्मीरमा मात्र नभई यो पुरै मानवताको आत्मामा प्रहार थियो। हामी सबैले एकजुट भई आतंकवादको विरुद्धमा आवाज उठाउनु पर्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।